साथीहरु आज चाहिँ हाम्रो बारीतिर छौं हामी चाहिँ यहाँ मल बनाइराखेका थियौं। देखाउनु हामीले चाहिँ यो खाल्टो खनेर यहाँ चाहिँ पाङ्गरिक मल बनाएको थियौं। अनि यो मलमा चाहिँ यस्तो दिदी झार पलाएछ। अनि यो झार चाहिँ गोड्न पर्यो अनि मल झिक्न पर्यो भनेर हामी चाहिँ यहाँ पलाएको यो झारलाई निकाल्न गइरहेका छौं। अनि हजुरहरुले यस्तो घरमै मल बनाउनुहुन्छ कि कुखुराको भैँसीको मल हाल्नुहुन्छ कि के गर्नुहुन्छ साथीहरु? हामीले चाहिँ यस्तो पाङ्गरिक मल बनाउँछौं। पाङ्गरिक मलले खेतीपातीलाई असर पनि गर्दैन, राम्रो पनि हुन्छ। त्यही भएर हामीले चाहिँ यस्तो मल बनाउँछौं। हेर्न सक्नुहुनेछ, हेर्नुस् हाम्रो पाङ्गरिक मल। हेर्नुस् यहाँ कति मजाले भयो। अझै यो हल्का कुहिएपछि कालो न कालो कुखुरा र भैँसी र गाईको मल भन्दा नि यति धेरै राम्रो हुन्छ यो। अनि यो मल लएर हामीले हाल्छौं तरकारीमा। अब सिजनको जाडो महिनामा रोप्ने तरकारीहरुमा हाल्नको लागि हामीले चाहिँ आफ्नै बारीमा बनाएको छौं यो मल। हामीले घाँस गोडे लगतै मेरो बुढाले चाहिँ यो मललाई उल्टो पाल्टो गर्न लाग्नु भएको छ। हेर्नुस् मल हाम्रो घरमै बनाएको पाङ्गरिक मल। हेर्नुस् त कति राम्रो हुन्छ। यो पाङ्गरिक मल बनाउँदा चाहिँ पाङ्गरिक हो। यो मल बनाउँदा चाहिँ हामीले खाल्टो खन्ने अनि खाल्टोमा झारपातहरू हामीले यो बारीमा उखलेका झारपातहरू ल्याएर हाल्न सकिन्छ। अनि हल्का पानी हाल्दिने, पानी नहाले पनि हुन्छ किनकि आकाशबाट पानी आउँछ अनि कुहिन्छ त्यही पातहरू। यसमा चाहिँ कागजहरू प्लास्टिकहरू हाल्न चाहिँ हुन्न किनकि त्यो चाहिँ कुहिदैन। अनि पातहरू यस्तो यस्तो बोक्रा बोक्रीहरू तरकारीका सब्जीका हो त्यस्तो हालेर यस्तो मल बन्छ। हेर्न सक्नुहुन्छ कति राम्रो बनेको छ। मेरो बुढाले चाहिँ खन्नु भइरहेको छ। कस्तो लागिरहेको छ बारी खन्न पाउँदा, मल खन्न पाउँदा। हेर्नुस् कति राम्रो मल बनेको छ हाम्रो घरमा पाङ्गरिक मल। अनि हामीले चाहिँ त्यो पाङ्गरिक मललाई उल्टो तल तलकोलाई माथि झिकेर माथि माथिकोलाई तल पार्दिएका छौं किनकि माथि माथिको राम्ररी कुहिएको थिएन। त्यही भएर अझै कुहिआउन पर्यो। अब त तरकारी रोप्ने दिन आइसक्यो, त्यही भएर त्यस्तो गरेका छौं। हेर्नुस् त्यहाँ कति राम्रो कालो बनेको छ। हजुरहरुले नि यति मल छैन, किन्न जान नि टाढा छ भने यस्तै गरे घरमा एउटा सानो खाल्टो खनेर वरपर तरकारी रोप्नको लागि यस्तै सागसब्जी काटेका बोक्राहरू अनि घाँस वरपर गोडेका घाँसहरू हालेर यस्तै मल बनाउन सक्नुहुनेछ। अनि आजको भिडियो मेरो कस्तो लाग्यो साथीहरु कमेन्ट गर्नु होला। हस्त धन्यवाद, नमस्कार। यो मल चाहिँ एकदमै राम्रो छ साथीहरु। छ गहिरो हेर्नुस् त कति राम्रो छ। हरियाली नै हरियाली सुन्तलाको बारी। अनि हाम्रो घरमा चाहिँ सुन्तला पनि छ। खनिरहनु भएको छ।